नमस्कार, तपाईलाई स्वागत छ एचए अफिसियलमा। आज हामी कुरा गर्नेछौँ नेपालमा फैलिएका स्वास्थ्य सम्बन्धी मिथहरू। मिथ नम्बर 1। हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ, चिसोमा दूध पिउनाले खोकी लाग्छ। तर यो सत्य होइन। वास्तवमा दूधले शरीरलाई पोषण दिन्छ र यदि तपाईलाई एलर्जी छैन भने चिसोमा पनि दूधले कुनै हानि गर्दैन। मिथ नम्बर 2। घाउमा हल्दी लगायो भने तुरुन्त निको हुन्छ। हल्दीमा केही एन्टिब्याक्टेरियल गुण त छन्, तर सबै घाउमा हल्दी लगाउन मिल्दैन। कहिलेकाहीँ यो सङ्क्रमण झन बढाउन सक्छ, त्यसैले चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिन आवश्यक हुन्छ। मिथ नम्बर 3। नुन पानीले ज्वरो घट्छ भन्ने पनि एउटा आम विश्वास हो, तर नुन पानीले ज्वरो होइन, केवल गला दुख्दा गार्गल गर्न उपयोगी हुन्छ। ज्वरो आउँदा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ। नम्बर 4। धेरैले सोच्ने गर्छन् कि ज्वरो, खोकी वा रुगा लाग्दा दही खाए स्वास्थ्य झन बिग्रिन्छ, तर सत्य के हो भने यदि तपाईलाई खास एलर्जी छैन भने दहीमा पाइने प्रोबायोटिकले पाचन सुधार गर्छ र रोगसँग लड्न सहयोग पनि पुर्याउँछ। मिथ नम्बर 5। सुत्केरी महिला 11 दिनसम्म ननुहाउनु पर्ने। यो चलन पुरानो संस्कारमा आधारित हो, तर अहिलेको विज्ञान भन्छ सफा रहनु अझै जरुरी हुन्छ। स्वच्छता नअपनाउँदा सङ्क्रमणको जोखिम झन बढ्न सक्छ। त्यसैले शरीरको अवस्था अनुसार हामीले नुहाउन पर्छ। हामीले सुन्दै आएका यस्ता धेरै मिथहरू छन् जुन हाम्रो स्वास्थ्यमा हानिकारक हुन सक्छन्। सही जानकारी लिनुहोस्, अन्धविश्वास नगर्नुहोस्। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक र सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला नयाँ जानकारी सहित एचए अफिसियलमा। धन्यवाद।